आज हजुरसँग काठमाडौँमा संयोगले भेट भयो र संयोग संवाद गर्ने सुअवसर हजुर। नमस्ते। नमस्कार। हजुरलाई संयोगवश भेटेर कुराकानी गर्न पाउँदा खुसी लाग्यो। हजुर कति कामले पाल्नु भएको थियो काठमाडौँमा? एउटा पारिवारिक सम्बन्ध। हजुर मेरो नाति छोरीको छोराले हजुर नेपालकी चेलीलाई मन हजुर पराएर विवाह बन्धनमा जोडिने इच्छा गरेको हुँदा त्यसो पारिवारिक सम्मेलन थियो, भेटघाट थियो। केटी पक्षका र केटा दुला र दुलै पक्षका भेला हुने थियो। म चाहिँ अब दुलाको चाहिँ हजुरबा परे। अनि बाबुआमा आउन पाएनन्, अमेरिका छन्। हजुर त्यही सिलसिलामा आइएको थियो। छोरीको छोराको विवाह हो। माइली छोरीको छोराको चाहिँ सम्बन्ध जोडिन लागेको छ, विवाह भइगएको छैन, यसो भेटघाट मात्रै। ठिक छ। यहाँ बस्नु भएको छ, यहाँ त धेरै मान्छेहरूको आवत जावत हुँदो रहेछ। हामीसँग पनि संयोगले भेट भयो, एकदमै खुसी लाग्यो। यो त एकदमै राम्रो भयो। अब भुटानीहरू एउटै विचार, एउटै पीडामा हामीले रुमलिएको मान्छेहरू होइन। हजुर र सबैको इच्छा स्वदेश फर्कन पाए हुन्थ्यो भन्ने इच्छा होइन। हजुर र नचाहँदै तेस्रो मुलुकतिर जानु परेको अवस्था। त्यस्तो अवस्थाको मान्छेहरू भेट्दाखेरि एकदमै अब रमाइलो, घरैमा पुगेको जस्तो वातावरण हुने, खुसी पनि लाग्यो यहाँलाई भेट्दा। अब हामीले एकअर्काको नाम सुनेको हुनसक्छौँ अथवा नसुनेको हुनसक्छ होइन। त्यस्तो अवस्थामा भेट हुनु एउटा त्यो संयोग पनि हो र अभाग्य पनि हो। देखा देख्दा भयो, तर अब पहिलोचोटि भेट भएर बोलेको चाहिँ यो पहिलोचोटि नै हो। त्यसै मलाई पनि त्यस्तै लाग्यो। त्यस्तै हो। अनि अहिले बसोबासो कहाँ छ हजुरको? मेरो चाहिँ अब स्वदेश फर्किने भन्ने चाहना छ। हजुर र घर फिर्ती अभियानमा लागियो र भुटानको प्रजातन्त्रको अभियानमा पनि सुरु भयो। त्यसो हुँदा भुटान पिपुल्स पार्टीको अध्यक्षता पनि गरिरहेको छु। हजुर त्यस उसले पनि म अहिले बिर्ता मोड नेपालमै छु, शरणार्थी अवस्थामै छु। हजुर कहिले काहीँ क्याम्पतिर पनि जानुहुन्छ? क्याम्पमा त हाम्रो कर्म थलो त्यही हो। जानुहुन्छ? आफन्त छन् त्यहाँ, दाजुभाइ छन्, अभर परेको बेला जानुपर्छ। कुनै कार्यक्रममा गएर जानुपर्छ। हाम्रो परिचय पत्र रिन्यू गर्ने ठाउँ त्यहीँ हो। त्यसो हुँदा जानै पर्छ। भनेपछि त्यहाँका मान्छेको अवस्था कस्तो छ त अहिले? त्यो चाहिँ एकदमै दुःखदायक छ। अब 2016सम्म अन्तर्राष्ट्रिय निकायले पनि हेऱ्यो, नेपाल सरकारले नै पूर्ण रूपमा सुरक्षाको वातावरण बनाएर बस्यो। तर 16 पछि अब कस्तो सम्झौता गरेको छ युएनएचसिआरसँग नेपाल सरकारको, त्यस यता शरणार्थीको अवस्था धेरै दुःख लाग्दो छ। एउटा त परिचयविहीन हुने अवस्था पनि छ। 2022 सेप्टेम्बर 29-30 कसो होला, नेपाल सरकारले एउटा चिठी इस्यु गरेको रहेछ। हजुर फलानु मितिसम्मकालाई चाहिँ त्यो व्यावहारिक रूपमा गरिने कार्यहरू गरिदिनु। त्यसमा अब जन्म दर्ता, विवाह दर्ता, अनि परिचय पत्र नवीकरण, हजुर त्यहाँ यता ठप्प भएर बसेको छ। रोकेको छ। त्यो सर्कुलर इस्यु हुनुभन्दा अगाडि हाम्रो चाहिँ परिचय मतलब नवीकरण भयो र 2000 सेप्टेम्बरसम्मको चाहिँ छ। अब यस्तै अवस्था रह्यो भने हामी पनि परिचयविहीन हुन्छौँ नेपालमा, शरणार्थीको अवस्थामा पनि रहन्छौँ कि रहँदैनौँ। न भुटानको नागरिकता छ, न नेपालकै हुन सक्यौँ र शरणार्थी पनि हुन नसक्ने अवस्था चाहिँ सिर्जना भएको छ। तर नेपालको राजनीतिक अस्थिरताले पनि हुनसक्छ। अब यो केही महिना पछाडि यहाँ चुनाव हुने र काया पलट हुने भन्ने कुरो पनि छ। स्थायी सरकार यदि बन्यो भने र नेपालले चाह्यो भने शरणार्थी समस्या हल गर्नमा सक्छ। र नेपाल सरकारलाई हाम्रो बारम्बार आग्रह के छ भनेदेखि स्वदेश फर्कन चाहने इच्छाको लागि छुट्टै क्याटेगोरीमा राखिदिने, उनीहरूलाई कुनै एउटा परिचय राखिदिएर
त्यहाँ वातावरण फर्किने वातावरण नबनेसम्म यहाँ बस्ने अवस्था प्रमाणपत्र राखिदिने र तेस्रो मुलुक वनवास भइसकेका परिवारका आफन्त छन् भने सदस्य छन् भने परिवार सम्मेलन गराइदिने त्यो भूमिका नेपालले खेलिदियो भने ठुलो उद्धार पनि हुन्छ। र अर्को अहिले भर्खरै अमेरिकाको ट्रम्प प्रशासनले त्यहाँबाट जबरजस्त निष्कासन गर्ने अवस्था पनि भएको छ। कतिजनालाई डिपोर्ट पनि गरिसकेको छ। तर दुर्भाग्य भुटानले राखेन र फर्केर तिनीहरू इन्डियामा बस्न सकेनन्। इन्डियालाई पनि नेपालमा पठाइदियो र उनीहरू अलपत्र अवस्थामा छन्। र यो मौकामा नेपालले भुटानलाई ती मानिसहरू यहाँ किन आए र यी मानिस को हुन् भनेर प्रश्न गर्ने ठाउँ र यो समस्या समाधानमा वार्ता पहल गर्नुपर्ने अवस्था चाहिँ एकदमै सजिलो अवस्था भएको छ र नेपालले सदुपयोग गरोस् भन्ने हाम्रो चाहना छ, सबैको चाहना। तर दुर्भाग्यवश नेपालको अस्थिर राजनीतिले गर्दा त्यो सम्भव पनि भएको छैन। भनेपछि त देखादेखि नै उसले छक्या जस्तो बुझ्यो नि त। अब एकदमै यसमा त अन्याय। अब अमेरिका एउटा शक्ति राष्ट्र, विश्वको एकदमै प्रमुख राष्ट्रको रूपमा हामी हेर्छौँ। हजुर। र मानवाधिकार र प्रजातन्त्रको दुहाई दिने राष्ट्रको रूपमा हामी हेर्छौँ। तर त्यो नियतले गर्दाखेरि त्यहाँ पनि प्रजातन्त्र र मानवाधिकारको संरक्षण चाहिँ रहेन रहेछ, हुँदो रहेनछ भन्ने एउटा प्रमाणित गरेको छ। र हामीले पहिलेदेखि भन्दै आएको तेस्रो मुलुक पुनर्वास स्थायी समाधान होइन र आफ्नै राष्ट्र आफ्नै स्वदेशमा फर्कनु पर्छ भन्ने हाम्रो अडान सही थियो भन्ने प्रमाणित पनि गरेको छ। र वास्तविकमा विश्वलाई हेर्दाखेरि त्यही पनि हो। र जहाँ जहाँ जन्म्यौ, जहाँ हुर्क्यौ र जहाँ हाम्रो राष्ट्र हो त्यहाँ फर्कन पाउने सबैको अधिकारलाई संरक्षण हुनुपर्छ भन्ने चाहिँ हाम्रो चाहना छ। र परिस्थितिले पनि त्यस्तै गरेको देखिन्छ। र मलाई त कता कता डर पनि लाग्छ, जो तेस्रो मुलुक पुनर्वास भए, नागरिकता प्राप्त गरे, त्यहाँ आफ्नो जवानी त्यहाँ समर्पण गरे त्यहाँको विकासमा र सम्पत्ति आर्जन गरे, भोलि गएर बाद छोडेर आउनुपर्ने अवस्था हुन्छ कि र कहीँका पनि हामी कुनै राष्ट्रको पनि नागरिक बन्छौँ भन्ने डर पनि कता कता लाग्छ। भलै त्यस्तो त नहुन सक्छ, तर एउटा त्रास चाहिँ अब यो रह्यो। त्यो ट्रम्प प्रशासनले गरेको जुन निर्णय भयो त्यसले चाहिँ अलिकति त्रास चाहिँ बढाएको छ। हजुर, सबैलाई त्रास चाहिँ बढाएको छ, तर अब त्यस्तो नहोला, आशा गरौँ। आशा गरौँ। अनि अरू अहिले अरू मानिसहरूको खानपानको अवस्था कस्तो छ? दबाई पानी, पढाइ लेखाइ त्यहाँभित्रको चाहिँ के छ होला? शरणार्थीहरूको नाममा गरिने नेपाल सरकारबाट अथवा कुनै निकायलाई गरिने त जिरोमा छ। नेपालले जमिन दिएको छ, भनौँ सुरक्षा चाहिँ दिएको छ। हजुर। बाँच्ने व्यवस्था र नेपालमा घुम्न सक्ने अवस्था चाहिँ स्थापित छ। त्यस अतिरिक्त केही पनि छैन। बरु तेस्रो मुलुक पुनर्वास भएका भुटानीहरूले नै त्यहाँका शरणार्थीहरूलाई आफ्नो कक्षले भ्याएसम्म सहयोग गर्दै आएको हामी पाउँछौँ। र कसैलाई अब विद्यार्थीलाई पढ्ने र अशक्तहरूलाई कपडा दिने, ओड्ने ओछ्याउन दिने, रासन दिने गरेको छ। तर त्यो स्थायी होइन। एकपल्टको लागि एउटा व्यक्तिले सहयोग गरेर त्यो समाधान हुने होइन र कुनै निकायले गर्नुपर्ने अवस्था हो। तर त्यसको लागि पनि नेपालले पहल गर्नुपर्छ, शरणभूमिले पहल गर्नुपर्छ। त्यो भइरहेको छैन। नेपाललाई दोष दिन त हामी चाहँदैनौँ, किनभनेदेखि नेपालले शरण दियो, यत्रो वर्ष राख्यो र नेपाल धन्यवाद दिनुपर्छ, नेपाललाई धन्यवाद दिनुपर्छ। तर अब संरक्षण गर्छु भनेपछि त्यो निभाउनु पनि पर्यो। अन्तर्राष्ट्रिय निकायले हेरिरहेको ठाउँमा हामी गर्छौँ भनेर जिम्मा लिएर जङ्गलमा अरबत छाडिनु पर्ने अवस्था चाहिँ दुर्भाग्य हो। एकदमै। यो त भयो हाम्रा दाजुभाइको अवस्थाका बारेमा। हजुरका व्यक्तिगतका बारेमा एउटा प्रश्न सोध्छु म। तपाईँको सुरुमा तपाईँलाई
पक्राउ गरेको रहेछ जस्तो लाग्यो मलाई, त्यो हो होइन? अनि त्यो अलिकति भनिदिनुहोस् न। त्यो त एउटा दिवा सपना जस्तो भएको छ अहिले हजुर। चाहिँ, किनभनेदेखि घटेको घटना हो, तर कसैले पत्याउँदैन कि जस्तो अवस्था पनि त्यति बेला भयो सिर्जना, जबकि सारा भुटानीहरू मस्त निन्द्रामा थिए। हजुर म बाणा ब्लकको ब्लक मण्डल थिएँ। हजुर बाणा ब्लकको ब्लक मण्डल बलराम पौडेल भनेपछि शान्ति क्षेत्रमा म अग्रणी नै थिएँ। हजुर त्यसको एक्जाम्पल छुकालाई एउटा प्रान्तीय क्षेत्र अफिस बनाउने उद्घाटन गर्ने अवस्थामा त्यति बेलाको जोङ्दा छेउङ पेन्जोर के थियो नाम बिर्से, हजुर जे होस्। उसले शान्ति जिल्लाको एकदमै एउटा के भन्छ त्यसलाई प्रमुख मण्डल अथवा सङ्घर्षशील मण्डलको रूपमा हामीले पायौँ भनेर त्यो छुका अफिस उद्घाटन गर्दाखेरि दिएको लेटर पनि मसँग छ। र ब्लक मण्डल गर्दै गर्दा जनगणना हुँदै थियो, दसैँ र तिहारको बिचमा थियो। हजुर 1989 हजुर 1989 नोभेम्बर 3 तारिकको बेलुकी, 2 तारिकको बेलुकी भनौँ, हजुर पुलिस आयो शान्ति जिल्लामा। राजा आउने अरे, मण्डलहरू सबै जानुपर्ने हो र अब हामी लिन आएको भनेर उसले भन्यो। पुलिसले 4 जना पुलिस आएको थियो, ओसी पनि आएको थियो, हलदार पनि थिए, 2 जना कन्स्टेबल। न प्रमाण छ, न पत्र छ, न केही छ। पहिला त अफिसबाट चपरासी आउँथ्यो, हजुर त्यो चपरासी भन्थे होइन, हो। अफिसको पिउन आउँथ्यो। तर त्यो पालि पुलिस आयो अनि 2 दिन अगाडि मात्रै म अफिस गएर आएको थियो, राजा आउने हल्लै थिएन। मण्डल अफिस गराउनु भएको सब डिभिजन अफिस सिप्सु। अनि अचानक पुलिस आएपछि अलिकति अगाडि हल्ला पनि सुनेको थियो कि अलिक सरकारले अलिकति लामहत गर्दैछ है, केही कसैमाथि चाहिँ अन्याय हुनसक्छ भन्ने खालको सन्देश चाहिँ पाएको थिएँ। अनि ब्लक मण्डल जानुपर्छ भन्ने पुलिसले भनिसक्दा मलाई कस्तो लाग्यो भनेदेखि यहाँ षड्यन्त्र छ। अनि हुन त तयारी हुँदा हुँदा झन्डै 1 बज्न आँट्यो, हामी बाटो लाग्यो। दिउँसोको कि रातिको? र 1 बज्न आँट्दा भनेपछि नोभेम्बर 3 तारिक भयो। 2 तारिकको राति चाहिँ पुलिस आएको, तर 1 बजे पछाडि त्यो डेट फेरियो नि त। 3 तारिकको बिहान चाहिँ हामी बाटो लाग्यो। त्यति बेला भगवान्लाई मैले धन्यवाद दिएको थिएँ, गाडी पुग्दैन थियो एउटा। हजुर। अनि अर्को चाहिँ राति थियो, म हिँडेको बाटो थियो। जाँदा जाँदै अब बोर्डर क्रस गर्ने बेलामा, चेकपोस्टमा पुग्ने बेलामा चाहिँ मैले सङ्केत पाएँ म गिरफ्तार भएको छु भनेर। उनीहरूले जोखामा बात गर्दै थिए, जम्मै नबुझे पनि आधीउधी बुझिन्थ्यो। जे भाषा सङ्केतले पनि त बुझिन्थ्यो। अनि बाटो लाग्दाखेरि 2 जना र पुलिस पछाडि बसे, 2 जना अगाडि बसे। त्यो पनि गिरफ्तार भएकै प्रमाण मैले अनुमान गरेँ। हजुर। अनि सानो खोल्सीमा पानी खाने न्यु गरेर झोला ठ्याक्क राखेर पानी खान ठ्याक्क म लागेपछि त्यो मेरो भाग्य होला, ती पछाडिका पुलिसहरू पनि अगाडि गएर उनीहरूको केही सल्लाह गर्न चाहिँ चेकपोस्ट आउन लागेको छ, जानुपर्ने बाटो चाहिँ भाया इन्डिया थियो हाम्रो, फेरि बाटो थिएन गाडीको। हजुर। र ड्राइभर उठाउनु थियो होला सायद, केही थियो होला होइन। र 2 जना अगाडि पठाउने र 2 जना मलाई लिएर जाने, सायद त्यो उनीहरूको षड्यन्त्र हुँदै थियो कि भन्ने मलाई लागेको। अनि यसो हेरेँ, अब मैले चाहिँ अब यहाँबाट गएँ भने मर्नु छ, भाग्छु भनेर अनि पछाडि फर्केर भागेँ। त्यति बेला मैले प्लास्टिकको स्यान्डल लगाएको थियो, पानी टेकोले गर्दा एउटा चप्पल त्यो स्यान्डल एउटा चाहिँ चिप्ल्यो। हजुर। अनि अब त्यो एउटा लगाएर कता कुद्ने, अर्को पनि ती छोडिराखेर अनि पहिला आएकै बाटो म भागेँ। फर्केँ।
फर्किँदा चाहिँ के थियो भने मैले हिँडेको बाटो थियो त्यो थाहा भयो पुलिसहरूको चाहिँ नहिँडेको बाटो थियो। हजुर अर्को मेरो मेरो लागि सौभाग्य के भयो भने तलदेखि टर्च लाइट बालेर माथि पुगेको, मेरो घरसम्म पुगेको, उहाँबाट टर्च लाइट बालेर तल आइपुग्दाखेरि ब्याट्री कमजोरी भएको, परसम्म फोकस पुग्दैन थियो। त्यसले गर्दाखेरि उनीहरूले मलाई पछ्याउन सकेनन्। अलिक पर पुगेपछि चाहिँ अब मैले के सोचेँ भने कोट लगाएको थियो, बक्खुहरू चाहिँ लाउनु पर्थ्यो त्यति बेला, बक्खु चाहिँ ब्यागभित्रै थियो, ब्याग त ती छोडिहालेँ मैले। कोट पनि त्यहाँ पुग्दाखेरि कोट लगाएर कुद्न सकेन, फेरि सराक बद्धो रहेछ कुद्दाखेरि, खोलेर फ्याँकिदिएँ। मैले कता फ्याँकेँ थाहा छैन, तर पछि बुझ्दाखेरि चाहिँ के भएछ भने पहिरो गएको ठाउँ रहेछ। अनि मैले कोट फ्याँक्दा बाटो मुनि देब्रेपट्टि भनौँ फ्याँकेछु, त्यो खोलापट्टि पर्दो रहेछ त्यो चाहिँ। एउटा ठुटामा गएर कोट अल्झिएछ। अनि टस बाल्दै आउँदाखेरि चाहिँ त्यहाँबाट झरेर चाहिँ यो मान्छे खोलामा पर्यो भनेर त्यता खोज्न थालेछ उनीहरू चाहिँ। बाटो घुमेर गएर खोलामा बगरमा पुग्नु पर्यो। त्यो कोटले गर्दा म बाँचेर अनि म भागेर गएँ र अर्को खोला तर्नु पर्थ्यो, बाँडा ब्लकबाट सिमाना खोला उतापट्टि तोदे भन्ने थियो, इन्डियापट्टि पुग्नु पर्यो। हजुर। अनि खोलामा हाम फाले, तर्न सकिनँ र फर्केर गएर भिरमा बसेँ। अनि अलिअलि उज्यालो भएपछि चाहिँ अल्गो ढुङ्गामा, अब उज्यालो भएछ देखिहाल्छ, फेरि वारिपारिको मान्छे चिन्छ, पुलिस पनि आइपुग्छ। अनि खोलामा फाल हान्दाखेरि भाग्यवश के भएछ भने ओलोदो खोला भए पनि मुल्कोमा परेछु र इन्डियापट्टि मलाई फ्याँकिदियो, पानीले हुत्याइदियो। अलिअलि उज्यालो मात्रै भएको छ। अनि अब म ईश्वरले मलाई, मेरो देशले नै मलाई बचायो हुनाले त्यो खोलाको पानी पाएर सङ्कल्प गरेँ, जबसम्म निरुङ्कन व्यवस्था समाप्त हुँदैन तबसम्म म फर्कन सक्दिनँ। तर त्यसमा एउटा मेरो एउटा सङ्कल्प के रहन्छ भने म चाडपर्व मनाउँदिनँ, म सिरानी लाउँदिनँ र म दाढी पनि काट्दिनँ। त्यति सङ्कल्प गरेर त्यहाँबाट म बाटो लागेर आफन्त घरमा पुगेर भोलिपल्ट सिलगढी पुगेर अनि इन्डिया नेपाल आएर साथीहरूलाई भेटघाट गरेँ। त्यहाँदेखि हाम्रो यो भुटानमा सङ्घर्षको यात्रा सुरु भयो। जति बेला म निक्लेँ त्यति बेला सबै मस्त निन्द्रामा थियो। त्यति बेला भुटान तपाईँ निस्केपछि घर परिवारमा चाहिँ कस्तो अवसर पर्यो? म त्यहाँबाट निस्किएपछि पुलिसको टिमले के सोचेर भने फर्केर घरमै गयो, लुक्यो भनेर बिहान 10 बजी बेलामा घर पुगेछन्। हजुर। घरमा गएर मण्डल निकाल भनेर श्रीमतीलाई भनेछन्। अब उनीहरू त छक्क परे, सँगै लिएर गएको, अनि निकाल भन्दाखेरि चाहिँ अब के भन्ने। अनि घर पुरा खानतलासी गरेछ भित्र पसेर, म छुइनँ त्यहाँ। अनि अरू गाउँका छिमेकीलाई बोलाएर यो मान्छेलाई समातेर ल्याउनु र कसैले बास दिएको थाहा पाइयो भनेदेखि तिमीहरूलाई पनि त्यही दशा हुन्छ भनेर, अनि श्रीमतीलाई चाहिँ अब तेरो लोग्ने खोज भनेर हामीलाई निवेदन गर भनेर निवेदन लेखेर लगाएर मेरो श्रीमान पुलिससँगै बाटो लागेको हो र फर्केर घरमा आएको छैन र सरकारले खोजिदिनु भनेर एउटा चिठी लेख्न लगाएर सही गराएर लिएर गएछ। घरबाट श्रीमतीले त्यसो गर्नु परेछ। अनि के भन्ने, अब कस्तो कानुन थियो भन्ने कुरो प्रमाणित गर्छ। अनि त्यसो भएपछि राति चाहिँ जोङ्दा, शान्ति जोङ्दा र शिवसुटुम्पा आइपुगेछ। घरमै लाक्पा छिरिङ र अनि के त्यो डेन्डुप घरमै आएछन् र घरको सामानहरू के छ सबै नोट गरेर, हजुर तिमीहरू अब कहीँ पनि नजानु, कहीँ जान पाउँदैन, यहीँ बस्नु भनेर छोडेर गएछ। अनि त्यहाँदेखि डिसेम्बर 14 तारिक चाहिँ फेरि जोङ्दा आएर घर सिल गर्यो, भएको सामान निकालेर अक्सन गर्यो र अलैँचीबारीमा टिपेर थन्किएको अलैँची त्यो लिएर गएछ। खेतमा अब घरमा ढिकुटीमा भएको धानहरू सबै निकालेर अक्सनमा सस्तो दाममा दिएछ। अनि राइस मिल थियो मेरो गाउँमा राखेको, त्यो चाहिँ त्यति बेलाको एसेम्ब्ली मेम्बर
एकजना लेप्चा थियो, उसलाई दिएछ सरकारले। र त्यसरी गरे। अनि परिवारलाई चाहिँ तिमीहरू कहीँ जानु पनि पाउँदैन, कसै घरमा बस्नु पनि पाउँदैन भनेर घरमा ताला लाएर बाहिर निकाल्दैछ। कहाँ बस्नु? अनि अब अलिकति एउटै घर आधा आधा थियो, दाजुभाइ हजुर थियो, भाइपट्टि बस्न पनि नपाउने, कसैले हेर्न पनि नपाउने, अनि कोही बोल्न पनि नपाउने त्यो अवस्थामा छोडेछ। अनि भाग्यवश एकजना मेरो भतिज पर्ने बनारस पढ्दै थिए, हजुर त्यो म निस्केको सुनेपछि गाउँमा आएको रहेछन्। अनि तिनले चाहिँ राति राति एउटा एउटा छोराछोरी गर्दै इन्डिया पुर्याएर अनि साम्चीमा 25 फेब्रुअरी होला राजा आउने भएको छ, सबै जानु भने उर्दी भएछ। त्यति बेला चाहिँ अनि राति त्यो मौका छोपेर श्रीमतीले सानो नानीहरू लिएर निस्किन्छन् बाहिर र मेरो माउली घर कालिम्पोङ पुर्याइदिएको रहेछ। तर त्यति बेला चाहिँ हामी दिल्ली थियौँ फेरि। ए हजुर बोल्दै भए पनि यो 1990 को हो कि 89 को कुरा हो? 89 को हो। ए 89 घर निकाला गरेर 89 हो, डिसेम्बरको कुरा हो। हजुर हजुर। भनेपछि त्यस बेला सबैभन्दा पहिलो निस्किनेमै पर्नु भयो कि टेकनाथहरूको त कुरा नगरौँ, उहाँहरू त अब टेकनाथ रिजाल चाहिँ काउन्सिलर भएर जेल परेर अनि भर निस्केर यहाँ के अरे बिर्ता मोडमा बस्नुभएको थियो पहिलोचोटि, अलिकति अगाडि। अगाडि म निस्केपछि अर्को गोपाल घिमिरे निस्के सँगसँगै। ऊ चाहिँ त्यहाँको यो के अरे कृषि कर्मचारी थिए, त्यही बेलुका पुगेको थिए, हजुर मसँगै निक्लेको उनी। ए उनी चाहिँ अर्को जस्केले दैलोबाट निक्लेर जङ्गलतिर पसे, म चाहिँ हजुर पुलिससँग गएँ। अनि उनी चाहिँ रातारात इन्डियापट्टि निक्लेर आएछन्। गोपाल घिमिरेको कुरा आइहाल्यो। गोपाल घिमिरे एकजना साहित्यिक व्यक्तित्व हुने मैले चिने अनुसार उहाँ अहिले अस्ट्रेलियामा हुनुहुन्छ होइन। अनि उहाँ एकचोटि आजभन्दा 3 साल अगाडि अमेरिका जानुभएको थियो, उहाँ भेट भयो हाम्रो। उहाँ मेरो पिताको निधन भएका बेला चाहिँ उहाँ पुग्नु भएको थियो, उहाँ भेटघाट भयो। तर यसरी उहाँको आवाज राख्न चाहिँ सकिएन, तर समयमा उहाँलाई पनि म भेट्ने कोसिस गर्छु। होइन, त्यो अवस्था त कस्तो भयो भनेदेखि अब सानो नानी, हजुर छोराछोरी, श्रीमती, सम्पत्ति मान्छेको आवश्यकता नै हो नि त, त्यो आधारभूत हो, बिर्सन नसक्ने हो। तर त्यो भाग्दाखेरि चाहिँ न श्रीमती चाहियो, न छोराछोरी चाहियो, न ती बालबच्चाको अनुहार सम्झ्यो क्या, मेरो ज्यान बाँच्नुपर्छ भन्ने मात्रै हो क्या। त्यस्तो अवस्था आफ्नो ज्यानै जोगाउनु पर्ने अवस्था आउँदो रहेछ नि, के गर्नु त अब। त्यति नै हुँदो रहेछ। नानीहरू त्यतिखेर सानै थियो होला? सानै थिइन्, सानो छोरी 3 वर्षकी थिइन्। 3 वर्षकी थिइन्। त्यसपछि भारततिर निकाल्दे नानीहरू। अनि त्यति बेला नानी निकालिदिएछन्। अब माउली घरमा नानीहरू पुर्याइदिएछन्। अब कालिम्पोङ बमबस्तीमा माउली थिए। हजुर। निस्केपछि त दार्जिलिङ गएँ, म कता गएँ, अनि आरके बुढाथोकी निस्केको खबर आयो। त्यहाँदेखि केही साथीहरू सिलगढीमा भेट भएको कुरा भयो। अनि त्यहाँदेखि हामी दिल्ली पुगेको थियौँ। दिल्ली गयौँ, आडवाणी भेट्यौँ, राजीव गान्धी भेट्यौँ, अनि धेरैजना मान्छेहरू भेट्यौँ होइन। अनि फर्केर कालिम्पोङ आउँदा त छोराछोरी छन्। मैले दारी पहिला त भुटानमा दारी पालेको थिएन, अब चिन्छ भनेर चाहिँ दारी पाले। तर त्यो दारी चाहिँ कस्तो भएछ भनेदेखि कालो, त्यति बेलाको कालो दारी थियो, उमेर थियो नि त, अग्लो थिएँ, दारी पारेको परैबाट चिन्ने हुँदो रहेछ क्या हुन चाहिँ। अनि उहाँ माउली घर पुग्यो, श्रीमती हेर्छु कालो कालो देख्छु, हो कि होइन, हो कि होइन। नानीहरू त दारी पालेको त छेउमै आएन, त्यो अवस्था पनि भयो। त्यसपछि बोल्दै भयो, त्यसपछि अनि नेपाल चाहिँ कतिखेर लाग्नु जस्तै माइमा? त्यो त धेरै ठुलो कहानी छ। नानीहरू मेरो ससुराली फेरि सिक्किम, कालिम्पोङमा धेरै दिन माउली घरमा बस्ने कुरो पनि भएन। अनि सिक्किम लगेर ससुराली घर नानीहरू छोडेर, 2टा नानीहरू चाहिँ विद्यालय पढ्दै थिए, संस्कृत पाठशाला थिए, एउटा छोरी र अनि एउटा छोरालाई संस्कृत पाठशालामा हालेँ। माउली घरमा अर्को छोरी, माइली छोरीलाई त्यहाँ हालेँ। अनि त्यहाँदेखि सानो नानी त अब पढ्ने अवस्था थिएन माउली घरमा, एउटा सानो छोरा र छोरी, अनि श्रीमती माउली घर
ससुराली घरमा छोडेर चाहिँ ऊ आन्दोलनमा लागियो। फेरि हामी त ए घर फर्किने, घर फर्किने। देशभित्र आन्दोलन गर्नुपर्ने, बस्न त बसिएन। ए अनि पछि शरणार्थी आउने अवस्था भयो। नेपाल सरकारलाई शरणको व्यवस्थाको लागि अघि कुदेर आयो। पार्टी गठन गरियो। पार्टीले चाहिँ मलाई नेपाल च्याप्टरमा जिम्मा लगायो। काठमाडौँमा बस्नुपर्ने भयो। प्रचार प्रसारमा तैँले अगाडि बढ, नेपाली जान्दथेँ म लेख्नलाई। अनि प्रचार प्रसारमा नि मलाई अगाडि साह्रै काठमाडौँ आइजाइ भइरह्यो। अनि शरणको व्यवस्था भएपछि शरणार्थी आउन थाले। हजुर। अनि 92मा मात्रै मैले परिवार ल्याएँ। ए तर शिविरमा बस्न दिएन फेरि हामीलाई। 92मा आउँदा पनि दिएन। किनभनेदेखि स्वदेश फर्किने अभियानमा गर्दा सुरक्षा दिन सकिँदैन भन्यो। युएनएचसिआरले राजनीति गरेर बस्न दिन्न भन्यो। बाहिरै बस्नु पर्यो। बाहिर बसेपछि रासनको व्यवस्था आफै गर्नुपर्ने हो। त्यो समस्या आयो। त्यति बेला चाहिँ 2टा छोरीहरू पढेका थिए। छोरी त 10 मात्रै पढेकी, एउटा संस्कृतमा के अरे शास्त्री गरेकी। तिनीहरू स्कुलमा पढाएर ती 2टा छोरीले पाले परिवार। आफू त बाहिर बाहिरै जाने, के गर्ने। अनि पछि पढाउन नसकेपछि सानो छोरी, कान्छी छोरीलाई चाहिँ माउली घर पुर्याए फेरि उतै सिक्किम। तर दुर्भाग्यवश 2001मा त्यो छोरी अचानक निधन भयो माउली घरमा। कस्तो ती घटनाहरू धेरै दुःख लाग्दा पनि छन् र सङ्घर्षमा त्यो खाइने चोटहरू त्यस्ता अनुभव पनि छ। त्यो क्याम्पको जुन बसाइ थियो, अब त्यतिखेर हामीले सुनेको, प्रत्यक्ष रूपमा देखेको चाहिँ होइन, खैनीका बिर्काले चामल बाँडेको भन्ने कुराहरू चाहिँ हजुरलाई कतिको थाहा छ? अभियानकर्ता नै हामी हौँ होइन। नेपाल च्याप्टर भएकोले गर्दाखेरि अलिक बढी जिम्मेवारी मलाई नै बनाएका थिए। म प्रायः काठमाडौँ बस्थेँ। अनि तर त्यति बेला दुर्भाग्य के थियो, टेलिफोन पनि थिएन, मोबाइलको त कुरै भएन। अनि शरणार्थीले टेलिफोनमा त्यो के अरे जाइरहने अवस्था पनि भएन। हजुर। अनि तर भाग्य चाहिँ के थियो भने काठमाडौँबाट झापा जाँदा 50 रुपियाँ नि बसमा चाहिँ पुगिन्थ्यो। 100 रुपियाँ तिर्दा त पछाडिको सिटमा त पुगिन्थ्यो। त्यसले गर्दा हाम्रो माध्यम आइजाइ नै थियो, भेटघाट। अनि डिपी काफ्ले, मधुसूदन ढकाल इन्चार्ज थिए त्यति बेला झापामा। हजुर। अनि पछि शरणार्थी आएपछि राम कार्की, गौरी निरौला, अनि के अरे हाम्रो भीम खपाङ्गीहरूले उताबाट मान्छे लिएर आए। अनि राख्ने व्यवस्था भयो। रासिन थिएन, गाउँ गाउँ गएर उठाइयो, मान्छेलाई भनियो। त्यो हो नि, खैनीको बट्टाको नाप गरे। एकजना मान्छेको यत्रो बट्टा भनौँ 50 ग्राम 100 ग्रामको नाप गरेर खोले बनाएर, जाउलो बनाएर खानुपर्ने अवस्था पनि थियो। कसैले ल्याइदियो भने खाइहाल्यो, नभएदेखि तपस्या गर्नुपर्ने अवस्था थियो। हजुर। झापाका स्वयंसेवकहरूले चाहिँ सङ्कलन गरेर ल्याएर बाँडेको भन्ने कुरो थियो। जस्ता मान्छेहरू पुगे। हजुर। यो सुशील प्याकुरेल, सुबोध प्याकुरेलहरू पुगे। अशोक पालेको भने पोखरामा पनि गएर हामीले उठायौँ, पैसा लिएर हामीले गयौँ, त्यसरी पनि पालिदियो। हजुर। छिमेकीहरूले अलिअलि ल्याउँदै दिँदै पनि गरे। स्कुलमा गए, क्याम्पसका विद्यार्थीहरूले पनि सहयोग गरे। त्यति बेलाको अवस्थामा नेभीसँगले धेरै सहयोग गरे। हजुर हजुर। त्यहाँको कथा समेटेर चाहिँ मैले त्यो हाँसु किताबमा लेखेको छु। अब म त्यो माई बगर सबै घुम्ने मेरो योजना छ। पहिले यसपालि छ, तर अब कति भ्याइन्छ। हामी जहाँ जहाँ बसेका थियौँ, अब 3 जना भएका मान्छेहरूको ठाउँ चाहिँ म देखाउँछु। अनि अब त्यहाँको अझै कथाहरू चाहिँ अलिकति सङ्कलन गर्ने मेरो योजना छ। संयोगले भेट भयो, यसरी 2 शब्द बोल्न पायो, अत्यन्तै खुसी लाग्यो। हजुरलाई धेरै धेरै धन्यवाद। अनि यसरी भुटानीहरूलाई कहीँ भेट्दाखेरि आफ्नै घर आँगनमा बसेर गफ गरे जस्तो। हजुर हजुर, एकदमै बोली मात्रै मिल्दा, देश मात्रै मिल्दा, शब्दै मिल्यो भने पनि कत्रो आफ्नो जस्तो हुँदो रहेछ। हो। अनि हामी राति आयौँ। अब तपाईँको नाम मैले सुनिहाल्दा भने मैले देखेको, जानेको, बुझेको अन्तर्वार्ताहरू पनि मैले हेरेँ। अस्तित्वको किताबका कुरा भन्ने एउटा टिभीमा पनि तपाईँको अन्तर्वार्ता मैले सुने। हामी त
त्यो हेर्न नपाए पनि कानमा लाएर पनि सुन्छौँ त्यस्तो एकदमै महत्त्व दिन्छ भन्न खोजेको भने मैले। के भयो भने बोल्दै भए पनि अब हामी नेपालमा आयौँ, इन्डियामा बसेर इन्डियाले बस्न दिएन, अझै पनि हाम्रो मान्छे छन् त्यहाँ होइन। हजुर नेपालमा आयौँ, नेपालले पहल पनि गर्यो, युएनएचसिआर आयो, शिक्षाको क्षेत्रमा काम गर्यो, एससिएफ आयो, स्वास्थ्यमा पनि हेऱ्यो होइन। हजुर तर हामी चाहिँ घरै फर्किनुपर्छ भन्ने अभियानमा लाग्यौँ। एक दिन अचानक के भयो भने सानो छोरा, ठुलो छोरा चाहिँ संस्कृतमा धरानमा पढ्यो, बनारसमा पढ्यो होइन। हजुर सानो छोरा चाहिँ शरणार्थी शिविरमै पढ्यो। नाम त थिएन भलै आफन्तको घरमा राखेर डेरामा राखेर सानो छोरा पढ्यो स्कुलमा। अनि एक दिन अचानक नानीहरूको किताब हेर्न मन पर्यो मलाई। यसो हेरेको इतिहास, हिस्ट्री भुटान, हिस्ट्री अफ भुटान कि के रहेछ नाम शीर्षक। पढ्दै जान्छु, राजाको बढी बढाइ गरेको छ, भुटान राजतन्त्र कसरी स्थापना भयो। हामीले सुनेको त साब्दुङ नवङ नाम्गेलले चाहिँ देश एकीकरण भन्ने थियो। अनि भुटानभित्र महासुर छेत्री मारिएको थियो, परिवर्तन यहाँ शासनको विरुद्धमा बोल्दाखेरि भन्ने थियो। गर्जामोहन गुरुङलाई जिउँदै मारेको कथा पनि सुनेको थियो। त्यो त लेखिएन त यो किताबमा त भन्ने लाग्यो इतिहासमा। अनि आरके बुढाथोकी चाहिँ हाम्रो भुटान पिपुल्स पार्टीको अध्यक्ष, मेरो त अब क्लास फ्रेन्ड पनि, सँगै एउटै स्कुल फ्रेन्ड पनि, क्लासभन्दा म माथिल्लो थिएँ, उनी तल थिए। अनि सँगै हुर्किएको, पछि पनि अब उनी जागिरे भए, काठमाडौँ जाँदा, थिम्पू जाँदाखेरि आउने जाने बस्ने चिनाजाना सँगै हुँदा हामी उहाँलाई अध्यक्ष बनाएर पार्टी खोलेर हामी अभियान गऱ्यौँ। अनि हौ अध्यक्ष हौ, हाम्रो त कुरो बिग्रेछ भने मैले के भयो पौडेलजी भन्नुहुन्थ्यो मलाई। के भयो भनेको हाम्रो इतिहासको यहाँ त 1985 भन्दा अगाडि कुरा मात्रै आयो त। यहाँ त राजतन्त्र स्थापना भयो के भयो भन्ने कुराहरू त्यो राजाहरूको बखान मात्रै आयो। हाम्रो दक्षिण भुटानीहरूको इतिहासको यहाँ गर्जमान मरेको 85 को आन्दोलनले हामीलाई मतलब नागरिकताले हामीलाई पेलेको, अनि 87-88 को जनगणनाले हामीलाई पेलेको कुरा खोइ यहाँ भनेपछि हौ यो त बिग्रेछ हौ भन्नुभयो उहाँले। अब के गरौँ भन्दा लेख्नुपर्छ भन्ने हो। लेख्नु अनुभव त छैन फेरि। हजुर अब यसो चिठी लेखेको भरमा अथवा यसो समाचार भुटानी आवाजको सम्पादकको भएर मैले काम गरेँ, तर त्यसले त पुगेन। जनतालाई, हाम्रो सरकारलाई, विश्वलाई हाम्रो मर्म त बुझाउनु पर्छ भनेपछि लु अब केही त लेखौँ भन्ने कुरा हो। कसलाई लेख्लौँ भन्दा लेख्ने कोही पनि छैन। अनि कोर्न थालेँ। त्यति बेला वीरतामोड बसाइ दुर्गापुर बस्थेँ, बिजुली बत्ती थिएन, आइहाल्थ्यो कोही बेला रातो बल्थ्यो, अनि उता डिजल बाल्नु पर्थ्यो, मटितेल बाल्नु पर्थ्यो। त्यो बत्तीमा लेखेर, हातले लेखेर अनि इतिहास लेख्न थालेँ। भुटानको इतिहास सोध्दै के गर्दै शिविरमा गएँ, बुढापाका सोधेँ। महासुर त हल्ला मात्रै सुनेको भुटानमा त। हजुर अनि महासुर मारेकै मान्छे, महासुरकै छोरा रहेछ भन्ने पनि भेटियो, देख्ने मान्छेहरू पनि भेटियो, गर्जमान गुरुङका गाउँका मान्छे पनि भेटियो। अनि गएर सोध्दै जाँदाखेरि कथा रहेछ, हाम्रो त अस्तित्व त त्यहाँ थियो, हाम्रो पुर्खाले गरेको योगदान। अनि 70 दिने झारलाङ्गी खटेको, अनि उतै मरेको, खुन पसिना बगेको सबै भेला गरेर लेख्न थालेँ। त्यो मौकामा कार्बी आङ्लाङ भन्ने आसामको एउटा जिल्ला क्षेत्रबाट अचानक मेरो नाममा चिठी आयो। कहाँबाट कसरी आयो थाहा छैन, तर नेपाल, भुटान, भारत शरणार्थी त्यस्तै के शीर्षकमा एउटा चिठी थियो, सानो संक्षेपमा लेखेर पठाइदिनु भन्ने। अनि मलाई त सजिलो पनि भयो, लेख्न थालेँ। अनि हातले लेखेर एउटा कपी त्यो एकजना मान्छे आएको रहेछन् त्यहाँको मान्छेलाई जिम्मा लगाएँ। म छापियो पनि अरे भन्ने सुन्यो, किताब हातमा परेन। अनि अब इतिहास त लेखिएन, के गरौँ भनेर बुढाथोकीजी सँगसँगै हुनुहुन्थ्यो, उहाँले डकुमेन्ट ल्याएर ल्याइदिनुहुन्थ्यो, कुराहरू भन्नुहुन्थ्यो। अनि धेरैजनालाई भेटेँ मैले लेख्दै जाँदा, अनि किताब बन्यो त्यहाँ। र भुटान हिजो राजा भनेर 2001 मा छापियो।
अनि तर 2000 मा छापियो। हाम्रा साथीभाइले कतिले मन पराए, कतिले बलरामको किताब के पढ्नु, पर्दा पछाडि के अरे भुटान हिजो र आज भन्ने थियो, उसको आफ्नो कहानी लेखेछ भन्ने कुरो भयो, मान्छेले पत्याएन। अनि शरणार्थीहरू तेस्रो मुलुक पूर्ववास भएपछि कसैलाई त्यो किताब छ भन्ने खालको चासो भएछ। अनि उहाँ पुगेर उद्गम स्थलहरू सोध्दै जाँदाखेरि त्यो किताबमा लेखेको जस्तो लाग्यो भनेर खोजी गर्न थालेछन्। अनि त्यस पछाडि चाहिँ अनि अङ्ग्रेजीमा नि बनाउनु पर्छ भन्ने खालको कुरो चल्यो। हजुर। अनि गर्दै गर्दै फेरि एउटा किताब निकाल्यौँ भने त्यो तपाईँले पनि पढ्नु, हजुर, पढेँ। पर्दा पछाडिको भुटान, वास्तविक भुटान के हो र भुटानले प्रचार गरेको भुटान के हो। ल त आजलाई यति नै गरौँ। हवस् त, नमस्ते।